सो हेलो एभ्रिवान वेलकम ब्याक टु अनदर न्यू भिडियो अफ सुशान्त कनाल अनि आजको भिडियोमा चाहिँ मैले एउटा खतरा इन्ट्रेस्टिङ कुरा लिएर आएको छु। त्यो कुरा के हो भन्दाखेरि हामीले एआईलाई युटिलाइज गरेर कोड जेनेरेट गरेर अनि त्यो कोडमा भएको प्रब्लम्सहरूलाई त्यही एआईलाई क्वेसन गरेर अथवा त्यसलाई सल्भ गर भनेर त्यसैले दिएको जुन कोडहरू हुन्छ अथवा त्यसैले दिएको जुन इन्फर्मेसनहरू हुन्छ त्यो इन्फर्मेसनलाई युज गरेर नेप्सीमा कोड गर्न मिल्दो रहेछ। सरी नेप्सीमा ट्रेड गर्न मिल्दो रहेछ। सो त्यसको लागि चाहिँ हामीले के गर्नुपर्छ भन्दा हामीले चाहिँ अरू कुनै पनि कुरामा खेर नफालौँ, डाइरेक्टली जाऊँ, मेन प्रोसिजरहरू सिकौँ अनि त्यसबाट चाहिँ अगाडि बढौँ। सो त्यसको लागि चाहिँ हामी सबैभन्दा पहिला चाहिँ गुगलमा जान्छौँ। गुगलमा गइसकेपछि चाहिँ मैले चाहिँ पर्सनल्ली जेमिनाई नै युज गरिरहेको हुन्छु। सो तपाईँहरूले नि यदि जेमिनाई युज गर्नुहुन्छ भने जेमिनाई युज गर्नुहोस्, नत्र चाहिँ च्याटजिपिटी जे युज गरिनुहुन्छ। सो अब यहाँ आइसकेपछि चाहिँ तपाईँले आफ्नो रिक्वायरमेन्ट इनपुट गर्नु पऱ्यो कि तपाईँले कुन हिसाबले ट्रेडिङ गर्ने हो भनेर। अहिले सिम्पलको लागि मैले के गर्छु भन्दाखेरि के लेख्छु भन्दा मैले सिम्पलको लागि जम्मा सिम्पल इन्डिकेटर लेख्छु। मैले चाहिँ जस्ट एउटा कुनै पनि स्टक म्याक्डी इन्डिकेटरभन्दा माथि छ भने मलाई हिन्ट दे भनेर भन्छु होइन। सो यो भयो। अनि or source the data related to stocks use Nipsey alpha charts Nipsey smart wealth other third party Nipsey applications alert me whenever the stock is above the indicator. अब मैले मेरो रिक्वायरमेन्ट लेखेँ। सिम्पल रिक्वायरमेन्ट छ। मलाई चाहिँ के चाहियो भन्दा यदि कुनै पनि स्टक्सले म्याक्डीको इन्डिकेटरको त्यो रिक्वायरमेन्टलाई सेट गर्छ भने त्यो चाहिँ मलाई दे भनेर। त्यो सोर्स गर्नलाई चाहिँ कहाँ युज गर भन्दा नेप्सी अल्फा युज गर, अनि नेप्सेको अफिसियल वेबसाइट युज गर, स्मार्ट वेल्थ प्रो युज गर, अनि अरू थर्ड पार्टी नेप्सी एप्लिकेसनहरू युज गर। अनि मलाई चाहिँ अलर्ट म्यासेज दे जब पनि त्यो इन्डिकेटरलाई ब्रेक गर्छ भनेर भनेको छु। यो मैले सबमिट गर्ने बित्तिकै यसले सम रिक्वायरमेन्ट्सहरू फुलफिल गरेपछि एकछिनमा चाहिँ आफ्नो फाइनल एन्सर चाहिँ फिर्ता दिन्छ है। लेट्स वेट फर समथिङ। हेर्नु यो सब अब यो चाहिँ अब तपाईँहरूले अब आफै ट्राई गरेर पढ्दा नि भयो। यो चाहिँ एक्चुअल कोड भयो। यो चाहिँ एक्चुअल कोड भयो। अब तपाईँहरूले एनालाइज गर्न चाहिँ जान्नु पऱ्यो है। कोडमा सर्टेन डिफल्ट्सहरू आउन सक्छ, सर्टेन त्यो भेरिएबल्सहरू चाहिँ अथवा के भन्छ त्यसलाई लाइब्रेरिजहरू अथवा यो जुन इम्पोर्ट भनेर भनिएको छ हो यस्तो इम्पोर्टहरूलाई चाहिँ समथिङ के हो भन्दो रहेछ जसले चाहिँ सर्टेन डेटाबेसहरू टाइपको अथवा एउटा जुन हाम्रो जुन मेन डेटा हो त्यो डेटा फाइलहरू चाहिँ तिनीहरूले क्यारी गर्छ कि। अनि यदि त्यो रङ भइहाल्यो भने हाम्रो चाहिँ यो रन हुँदैन कि। सो त्यही भएर त्यस्तो कुराहरू चाहिँ तपाईँहरू आफैले पनि बुझ्नुपर्छ। यसले मजाले यहाँ भनिदिएको हुन्छ है। अनि अहिले चाहिँ यसले रियल टाइम एक्सेसको लागि नि भनेर भन्यो। अघिल्लोचोटि मैले गर्दाखेरि रियल टाइम एक्सेसको लागि भनेको थिएन। यहाँ रियल टाइमको एक्सेसको लागि वाइल
ट्रु लुप विथ द टाइम डट स्लिप भनेर भनेको छ। सो यो अझै राम्रो कोड भयो होइन। यो कोडलाई मैले यहाँ कपी गर्छु, त्यसपछि मैले हो यतापट्टि गएर यहाँ थिम हाम्रो एउटा एप छ भिएस कोड भन्ने, मैले चाहिँ भिएस कोडबाट युज गरेर रन गरिरहेको छु। यदि तपाईँहरूसित अरू कुनै एप्लिकेसन छ भने त्योबाट गर्दैन हुन्छ। बेस्ट भनेको गुगलको त्यो कोल्याब भन्ने हुँदो रहेछ, गुगल कोल्याब। यो मैले यहाँ पनि रन गरेको थिएँ, यो चाहिँ अहिले पछि देखाउँला होइन। यो फेच यो यसको नि इक्जाम्पल देखाउँछु मैले तपाईँहरूलाई। यहाँ आर चाहिँ आरको छ। म अझै एउटा नयाँ खोल्छु, नयाँ फाइल खोल्छु, रुकिनु होला, नयाँ फाइल खोल्नुपर्छ, एड गर्छु। यो चाहिँ युट्युब सो केस भनेर भन्छु। अब यहाँ चाहिँ मैले ल्याएर यो कोड अघिको पेस्ट हानिदिन्छु हो। यो बन्द गरिसकेपछि ल हेर्नु ल, सर र यहाँ सबै कोडहरू रन छ। ओ सरी, यो सरी यो रन छ है। अब यो पान्डाज भन्ने छ, अब यो उस नभएर हो। अब हाम्रो यहाँ सर र हेऱ्यौँ भने हाम्रो सर र कोड छ। एकछिन यो अब हल्का सानो गर्दै हुन्छ यसलाई हल्का सानो गरिदिउँ ल। यो गर्ने बित्तिकै हाम्रो यहाँ होइन यस्तो छ हो। अझै यो हाम्रो यहाँबाट रन गऱ्यौँ भने यसको हाम्रो प्रब्लम्सहरू के छ हामीलाई सब थाहा हुन्छ क्या। अब यहाँ एउटा प्रब्लम्स रहेछ कि इम्पोर्ट पान्डाज डट क्यान नट बी रिसल्भ भनेर भनेको छ। अब यो प्रब्लम आउने बित्तिकै यदि तपाईँहरूलाई हल्का बेसिक नलेज छ, कन्सेप्ट छ भने त तपाईँहरू आफैले नै सल्भ गर्न सक्नुभयो होइन। छैन भने चाहिँ केही पनि गाह्रो छैन कि। यता आएर जेमिनाईमा क्वेसन गर्ने के हाउ टु सल्भ इफ we came to the problem when it says that the import। अब मैले यहाँ अघि यहाँ चाहिँ मैले आफूले गर्दा चाहिँ मैले स्क्रिनसट लिएर यता फरवर्ड गर्छु होइन, स्क्रिनसट लिएर यता अपलोड गरिदिन्छु। अनि त्यो भइसकेपछि के हुन्छ भन्दाखेरि मैले टाइप गर्दाखेरि कुनै मिस्टेक्स, टाइपिङ मिस्टेक पनि हुनसक्छ नि त होइन। अनि त्यो चाहिँ स्क्रिनसट लिएर गर्दाखेरि त्यस्तो हुँदैन नि त। कुड नट बी रिसल्भ भन्ने छ, सल्भ। यो चाहिँ प्रब्लम आयो भनेर मैले भनिदिइसकेपछि अब यसले आफै एनालाइज गर्छ होइन, ब्रेकडाउन गर्छ त्यो सल्युसन स्टेप्सहरूलाई। अनि मलाई एउटा सर्टेन उस दिन्छ। अब हेर्ने यो भनेको के छ भन्दाखेरि लाइब्रेरी इज नट इन्स्टल भनेको क्या। भनेको अब पान्डाज त्यो सेमी कलम टाइपको एउटा स्पेस अनि पिए भन्ने चाहिँ यो एउटा लाइब्रेरी चाहिँ इन्स्टल भएको रहेनछ। अब यो इन्स्टल गर्नु भनेर हामीले यहाँ उस दिनु पऱ्यो होइन त। अब यो सर र यसमा सबै डिटेलमा हुन्छ क्या, अब के गर्ने हो के होइन भनेर होइन। यो भइसकेपछि डिबग कन्सोलेसनमा जानु, सरी टर्मिनलमा जानु पऱ्यो हामी। अनि यहाँ गएर यो पेस्ट गरिदिनु पऱ्यो जुन छ पिप पान्डाज इन्स्टल पान्डाज भनेर भन्नु पऱ्यो। यो भइसकेपछि आफैले डिफल्टिङ टु युजर इन्स्टल बिकज नो साइट इज नट राइटेबल भनेको यो कस्तो भयो भन्दाखेरि डिपेन्डेन्सिजहरू चाहिँ यसले इन्स्टल गरिरह भनेर भने। यो इन्स्टल भइसकेपछि एउटा मात्र प्रब्लम थियो नि त, अनि त्यो हामीले सल्भ गऱ्यौँ। त्यो भइसकेपछि अब कोड रन हुन्छ कि होइन। कोड रन हुँदा भइसकेपछि त्यसको फाइनल रिजल्ट के आउँछ म तपाईँहरूलाई त्यो पनि देखाउँछु, हेर्नु ल। 3 फाइल्स। सो यसरी चाहिँ गर्नु मिल्दो रहेछ। मलाई मेरो दाइले भन्नुहुन्थ्यो कि, मेरो दाइले चाहिँ बिसिए गर्नुहुन्छ, बिएससी एससिआइटी भन्ने वेदास कलेजमा। अनि मेरो दाइले पहिलेदेखि भन्नुहुन्थ्यो कि यस्तो हो भाइ, यस्तो यस्तो हुन्छ, अब त गाह्रो छ, अब समथिङ अब युनिक नै हुनुपर्छ, हामी अब यत्तिकैले चल्दैनौँ भनेर भन्नुहुन्थ्यो होइन। अनि मैले दाइले भन्थेँ कि दाइ के हो यस्तो, केही पनि होइन दाइ है, यस्तो त केही पनि हुँदैन, इजी खान सकिन्छ मार्केट त भनेर भनिन्थ्यो कि। तर फेरि अब त्यस्तो नहुने रहेछ, धेरै चेन्ज हुँदो रहेछ कि।
अब हेर्नु न कोड हान्नु पर्दैन, यति कोड कोही हजुरको अब कोही छ होला होइन जान्ने, यति कोड हान्न उसलाई लगभग 1 दिन लाग्छ होला कि यो सबै हान्न, किनभने अब सबै सोचेर हान्नु पऱ्यो नि त। तर हामीले त सोचेर हान्नु परेको छैन, हामीले त बस आफ्नो रिक्वायरमेन्टहरू सेट गरेर होइन सबै फाइनल रिजल्ट आऊँ अनि हामीमा हल्का बेसिक नलेज छ भने त त्यो फाइनल आएको रिजल्टलाई हामीले अब इनोभेट हान्न त हामीले सकिहाल्छौँ नि होइन। अब यहाँ मोडुल नट फाउन्ड भनेर भनेको छ, यो किन भनेको भन्दाखेरि हाम्रो जुन च्याट जिपिटीहरूको हाम्रो जुन यो नेप्सेहरूको अनि नेप्से अल्फाहरूको तिनीहरूको एपिआई त हामीले त्यतिकै आउटसोर्स गर्न पाइँदैन नि त। एपिआई भनेको कस्तो रहेछ भन्दाखेरि चाहिँ मैले नि आजै थाहा पाएको, यो चाहिँ कस्तो रहेछ भन्दाखेरि चाहिँ यो चाहिँ दलाल टाइपको हो कि यो चाहिँ। यदि तपाईँको इमेल छ यहाँ थिम अनि तपाईँको म एउटा मान्छे छु अनि तपाईँको इमेल छ, अब मैले तपाईँको इमेलमा भएको सबै डेटाहरू तपाईँसित माग्न पऱ्यो भने मैले यो एपिआईमा गएर ल यसको डेटा चाहिँ मलाई माग्दैन भनेर मैले उस भन्छु कि त्यहाँ गएर एउटा प्रपोजल टाइपको दिन्छु अनि त्यो एपिआईले गएर तपाईँले गएर सोध्छ। अनि यदि तपाईँले दिन्छु भन्नुभयो भने त्यो एपिआईले ल्याएर मलाई फरवर्ड गरिदिन्छ, यदि तपाईँले दिन्न भन्नुभयो भने चाहिँ एपिआईले ल्याएर मलाई दिएन त्यसले होइन मोड्युल फाउन्ड भएन भनेर फरवर्ड हानिदिन्छ कि। यसमा पनि त्यही भयो, एपिआई युज भएन। अब के गर्नुपर्छ भन्दा हामीले एपिआई किन्नुपर्छ कि त्यसको लागि चाहिँ एपिआई किन्न चाहिँ हामीले हल्का सकिन्न होइन। तर मैले तपाईँहरूलाई यो उसको लागि देखाउँछु, टेस्ट.टिपी भन्नेको लागि। यसको टर्मिनल मैले सबै बनाइसकेको छु, हेर्ने यसकोमा पनि यो रन हुनुपर्ने हो है सकेसम्म, रन पाइथन। यसमा पनि इम्पोर्ट एरर भनेर आयो है, यसको नि मोडुल काम गरेन भने चाहिँ सबमा त्यही एपिआई चाहिँ किन्नै पर्ने हुँदो रहेछ कि सबमा। हेर्नु त मेरो ल्यापटप ह्याङ भएको, यो चाहिँ अर्को यो भनेको के हो भन्दाखेरि चाहिँ मेरो पासवर्ड देखियो सेट, त्यो चाहिँ म ब्लर गर्छु एडिटिङ गर्दाखेरि। यो चाहिँ के हो भन्दाखेरि तपाईँले जुन जुन तपाईँको उस हुन्छ नि एउटै डिम्याटबाट एकैचोटिमा तपाईँले 6-7वटा डिम्याटमा आइपिओ भर्न मिल्छ कि योबाट चाहिँ। यो चाहिँ त्यस्तो यहाँ मेरो अहिले त नर्मल मेरो सुशान्त खनाल मात्र छ होइन, अरू मेरो आइडियाहरू मात्र छ। अब यसमा मैले अर्को आइडी थप्नु पऱ्यो भने यहाँ कमा दिएर अर्को आइडी थपेर नि सबैमा एकैचोटि चाहिँ डिम्याट अप्लाई गर्न मिल्छ कि। यसरी चाहिँ उस भइरहेको रहेछ क्या। अब हेर्नु न, अब अहिले जमानाहरू यस्तो बढिरहेको होइन, टेक्नोलोजीहरू यस्तो एडभान्स भइसक्यो, हामी भने त्यही पुरानै तरिकाले पढिरहौँ सिकिरहौँ क्या होइन। त्यही भएर मैले यो भिडियो बस यतिको लागि बनाउनु खोजेको कि यस्तो पनि हुन सक्दो रहेछ होइन। त्यही भएर हामी ट्रेडिसनल वेबाट जानुभन्दा अब केही सिकौँ केही गरौँ भन्ने तरिकाले जाऊँ क्या। हामी चाहिँ मैले आजै सिकाएँ हो, यो फेरि मैले धेरै दिन नै भएन सिकेँ, मैले आजै सिकाएँ होइन, आज बिहान दाइले भनेर सिकेँ अनि मलाई रङ्ग लाग्यो कि रमाइलो लाग्यो, मैले गरेँ 2-3टा बनाएँ होइन, मैले कुनै पनि चलेन क्या चल्न चाहिँ होइन, किनभने आजै सिकाएँ हो नि त। अझै 2-4 दिन सिक्छु होइन, एउटा राम्रो मोडल बनाउँछु अब चाहिँ म सबै सिकेर होइन। फेरिको त्यो एपिआई सेपिआई कहाँबाट पाइँदो रहेछ सब खोज्छु अनि त्यहीबाट बनाउँछु होइन। अनि त्यो बनाइसकेपछि चाहिँ मैले ल्याएर फेरि एउटा भिडियो हाल्छु। तर यो चाहिँ के हो भन्दाखेरि तपाईँहरूले नि सिक्नु, यस्तो हुँदो रहेछ जमाना होइन। एआई भनेर अब हामीले त्यो मोबाइलमा होइन च्याट जिपिटीमा क्वेसन पेपर हानेर एन्सर आउँछ भनेर मात्र होइन कि, अझ हामीले पनि अब केही बनाउन युटिलाइज गर्न सिक्नु पऱ्यो नि त होइन। मलाई भन्नुहुन्थ्यो कि के अरे दाइले के अरे यो अहिले एआई भनेको चाहिँ यो बटनवाला फोनको एजमा जस्तो हो कि। अब भोलि स्मार्टफोन जब बनाएको थियो नि, बटनवाला फोनबाट स्मार्टफोन खतरा इभोल्युसन भएको थियो नि, त्यस्तै एआई पनि अहिले बटनवाला फोनको फेजमा छ क्या। जब एआई पनि स्मार्टफोनवाला फेजमा जान्छ नि त्यति बेला तगडै हुन्छ क्या। त्यही भएर हामीले पनि केही न केही त सिक्नुपर्छ क्या होइन, कम्पिटिसनमा बस्नको लागि। अबको युएसपी भनेकै त्यही हो कि एआईको बारेमा सिक्नु पऱ्यो। एआईको बारेमा सिक्यो भने खतरा भयो क्या है। बुझ्नुभयो नि तपाईँहरूले कि बुझ्नु भएन? बुझ्नुभयो जस्तो लाग्यो। ल आजको भिडियोको लागि चाहिँ यति नै होइन। ठिक छ, अब म फेरि पनि मोडल बनाएर फेरि पनि प्रिपेयर गरेर आउने नै छु। आजको लागि यति नै। ठिक छ, हेर्दै गर्नुहोला युट्युब च्यानल अनि सब्सक्राइब गर्नुहोला। आजको लागि यति नै, धन्यवाद। जय नेपाल, जय पशुपतिनाथ।